ए बाबा हो, सफलताको शिखर छुमेको फिल्म पनि विवादमा। जेरी अन टप मुभी अहिले आएर विवादमा तानिएको छ। यति राम्रो व्यापार गरिरहेको बेला दर्शकहरूको अपार माया पाउन सफल भएको मुभी जेरी अन टप हल्का विवादमा तानिएको छ। चलचित्र जाँच पास समितिले हालै प्रदर्शन भइरहेको फिल्म जेरी अन टपको निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण चित्त बुझ्दो नआएको खण्डमा फिल्मको प्रदर्शन नै रोक्न सक्ने बताएका छन्। खासमा के भएको होला त जानेछौं आजको यो भिडियोमा। सो गाइज, मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने नलेखिएको सबै सन्देश अंग्रेजीमा रहेको तर कार्यविधि अनुसार नेपालीमा हुनुपर्ने उल्लेख गरिएको छ। चलचित्र सेन्सर बोर्डका कर्मचारीले अनुगमन गर्दा यो कुरा नपाएपछि फिल्मको निर्माण टिमलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो। भोलिसम्ममा स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ। स्पष्टीकरण चित्त बुझ्दो नआएको खण्डमा फिल्मको प्रदर्शन नै रोका गर्न सक्ने चेतावनी सेन्सर बोर्डको रहेको छ। सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मले नेपाली बक्स अफिसमा 11 करोड भन्दा पनि माथिको ग्रस कलेक्सन गर्न सफल भइसकेको छ। सो गाइस, के तपाईहरुले जेरी अन टप मुभी हेर्नु भयो त कस्तो लाग्यो? प्लिज तपाईहरुको प्रतिक्रिया जस्ताको तस्तै तल कमेन्ट बक्समा अवश्य पनि लेख्नु होला भन्दै आजको लागि गाइस नेक्स्ट भिडियोमा फेरि पनि डेफिनेटली भिडियो गर्दै जय देश जय नेपाल, टेक केयर एन्ड गुड बाई। नेपाली फिल्मलाई माया गरौँ।